हेर्नु त यो कागतीको बोक्राको आज म के बनाउँछु। अचार बनाउँदा चिया खाँदाको बोक्रा। मैले यसलाई फ्रोजन गरेर राख्छु। यो खेर जाने बोक्राले पनि हामीलाई कति काम दिन्छ। यो बोक्रालाई एउटा कुकरमा राखेर पानी राख्ने, त्यसमा नुन 2 चम्चा राख्ने। अब यसलाई कुकर बन्द गरेर सिटी लाउने, 4-5 सिटी लगाए पुग्छ। अब यतिको पाक्यो भने पुग्यो। बोक्रा सुकेको भएर अलि साह्रो चाहिँ हुन्छ। अब यसलाई मिक्सर गर्ने। हेर्नु त यतिको भयो। म चाहिँ यसमा चटपटेमा राख्ने अमिलो हुन्छ नि, चिनी अमिलो, त्यो राख्छु 2 चम्चा। थोरै भाँडा माझ्ने झोल पनि राख्ने। अब यो सबैलाई राम्रोसँग चलाउने अनि एउटा बोतलमा खनाएर राख्ने। ल तपाईहरु गेस गर्नु त यो झोल मैले केमा प्रयोग गर्छु होला। अब सबै खनाएर बिर्को बन्द गरेर राख्नु होला। ल अब यो झोललाई प्लेटमा खनाउनु होला र अब यो झोलले हामीले पूजाको भाँडा माझ्ने। हेर्नु त यो झोलले यो पूजाको भाँडा सफासँग जान्छ। धेरै बल गरेर बस्नै पर्दैन। पिताम्बरले माद्दा हातहरू फुट्न सक्छ, यसले केही हुँदैन। म त कागतीको बोक्रा जम्मा गरेर राखेर यस्तै गरेर पूजाको भाँडा माझ्ने बनाउँछु। हेर्नु त कति सजिलोसँग सफा हुन्छ। तपाईहरुलाई पनि यो भिडियो मन पर्यो भने कागतीको बोक्रा जम्मा गरेर यस्तै गरेर बनाउन सक्नुहुन्छ। ल देशभरि घन्टी बजाएको छ, मैले पनि बजाइदिएँ। धन्यवाद।